हेलो एभ्रीवान गुड मर्निङ सबैजनालाई नमस्कार भन्दै म फेरि आज तपाईहरुको सामु आइरहेको छु भिडियो लिएर ब्लग्स बनाउँदै र आज चाहिँ मेरो गाइस यस्तो छ काम पुरा यहाँनिर चाहिँ अब भागको नभाको कपडा चाहिँ अब बेंगलोर लिएर जाने कपडाहरु मध्ये पुरा हालिसकेको छु मैले प्याकिङ गरिसकेको छु र आज चाहिँ म जाँदैछु फेरि खोलातर्फ किनभने बाथरुममा सारै पानीको खर्च हुन्छ सारै मोटर चल्छ हो इलेक्ट्रिक बिल बेसी आउँछ त्यही भएर चाहिँ म जति पनि मेरो जुत्तादेखि लिएर हर कपडाहरु चाहिँ म खोलामा लगेर धुने गर्दछु र आज चाहिँ म यो ब्याग लिएर चाहिँ हिँडेको गाइस हैन र खोलामा गएर पुरा आज काम हुनेछ कपडा सपडा धुने किनभने मेरो टाइम आइसक्यो हैन जाने पनि अब बेसी छैन 3-4 दिन रहेको छ र ओके गाइस धुने त म हैन नि धुने त फेरि बुढी लिएर जाने नि एक्लै धुन सक्दैन नि त अन्त अत्रो लुगा त कहाँ धुन सक्छु म एक्लै ओके गाइस है त म दैलो लगाइदिहाल्छु सुपारी हात बोकिरहेको छु गाइस यो सुपारी खाँदै काम गर्नु चाहिँ मजा आउँछ गाउँको सुपारी हो कि यो चाहिँ यसलाई सुपारी भन्दैन यो काँचो यो चाहिँ काँचो हुन्छ कि यो चाहिँ गुवा भनिन्छ होला हो यसको पनि त टेस्ट राम्रो हुन्छ फर्स्ट मुखमा हाल्दा तितो हुन्छ तर हुँदै जान्छ त्यहाँ चपाउँदै गएपछि चाहिँ खतरनाक मिठो हुँदै आउँछ क्या टेस्टी हुँदै आउँछ ल त गाइस है खोलामा गएर मिलौँ अब म लागेको घरबाट गाइस हो मैले भनेको त त्यो कपडा म धुन सक्दिनँ मसँग गएर चाहिँ मेरो बुढी र उहाँले नै बाल्टी बोकेर चाहिँ खोला लागिरहेको खोलातर्फ र लुगा चाहिँ यहाँ चाहिँ पुरा टेन्डी कपडा यताबाट गए पनि हुन्छ ओके खोलातर्फ हामी गइरहेको छौँ के हो भगवान् कहाँ यो चाहिँ किन भयो कहाँ के गरेको भाइ भन्न के को सामान खोजेको के सामान खोजेको मलाई चाहिएको छ टमाटर ठीक है टमाटर के टमाटर ओके ल त हेर्नुहोस् भिलेज लाइफमा गाइस यसरी दाउराहरू बोकिने हुन्छ हैन यो दाउराहरू हेर्नु आमामा यहाँ दाउरा हेर्नुहोस् दाउरा यो दाउराले चाहिँ सालौ यता हेर्नुहोस् यता ओ तिमीले यो दाउरा किन यतै भएको छैन आमामा तिमीको मात्र यो बाबा आमाको हैन 2-3 साल पुग्छ बेसी दाउरा डेली खोज्छ के हो यहाँनिर चाहिँ काँचो रहेछ काँचो लिएर आउँछ यो काँचो चाहिँ सुक्छ यो चाहिँ तर सिरिसको रहेछ तर यतिखेरै हो नि त नि दाउरा खोज्ने त यो चिरपट दाउरा छ गाइस हेर्नु होला यो चिरपट यसलाई भन्छ चिरपट यहाँ जलजिरा खानु भयो भने देखिलाई पेट एकदम सफा हुने होला सब त्यही भएर खा जलजिराले पेट सफा भएको त मैले सुनेको छु जलजिरा भन्ने चिज चाहिँ अब एउटा हजिमुलाहरू जस्तै हो गाइस हजिमुला जुन तपाईहरुले भन्छ नि जुन चाहिँ हजम गर्नु लागि खान्छ खाना खाएदेखिको कतिलाई ग्यासको प्रब्लम हुन्छ उहाँहरुको लागि चाहिँ हजिमुलाको डब्बा त्यत्रो गोली हुन्छ त्यो गोली चाहिँ खाएपछि चाहिँ ठिक हुन्छ पेट सफा हुन्छ हैन त्यस्तै प्रकारले खाँदैछ उसले चाहिँ जलजिरा चाहिँ एउटा धुलो हुन्छ पिठो के गाइस है त अहिले हामी लागिसक्यौँ खोलातर्फ गइरहेको छौँ फाइनली हामी अहिले झर्दैछौँ खोला यता पछाडि बुढी पनि झरिरहेको छ यत्रो बकेट बोकिरहेछ हैन र यता अहिले हामी झरिसक्यौँ यता डाँडाबाट अस्ति हामीले सानो बाल्टी ल्याउँथ्यौँ आज हामीले ठुलो बाल्टी ल्याउँछौँ लुगा पनि धेरै धुनु छ नि त ओके यहाँनिर चाहिँ धुइन्छ लुगाहरू चाहिँ गाइस यही जग्गा हो जो चाहिँ सबैजना यहाँ आएर नुहाउने गर्छ खोला पनि सफा भन्दा पनि अब पानी त त्यही हो गाइस तर मुनि चाहिँ लेउहरू हुँदैन मुनि चाहिँ मान्छेहरू बसेर हिँडेर मान्छेहरू बेसी खोला नुहाएर चाहिँ यो मुनिको सफा देख्नु हुँदैछ नि लेउहरू सबै हटिसकेको छ क्या अरू जग्गा जहाँ चाहिँ नुहाएको हुँदैन मान्छेहरू त्यहाँ चाहिँ पुरा लेउ हुन्छ त्यस्तो वहाँनिर पुरा लेउ छ हैन तर यहाँनिर सफा किन देख्दैछ किनकि यहाँ मान्छे बेसी नुहाएर हिँडेर गर्दाखेरि चाहिँ यहाँको एरिया चाहिँ सफा छ गाइस हैन ल खोलाको पानी चिसो रहेछ आइपुग्यो अब हामीहरू खोलाको पानी चिसो हुन्छ त हो नि यो त झोडाको पानी हो नि त 12 महिना यो झोडा चाहिँ यतिकै हो अझै बर्खामा त बढ्छ यसलाई झोडा भन्दैन
ल गाइस अहिले चाहिँ भने म एकदम नुहाइसकेको छु। यहाँ देख्न सक्नुहुन्छ भर्खर नुहाइसकेँ एकदम चिसो पानीले। यहाँको पानी झोडा चाहिँ कम्ती छ, गहिरो छ, तर म स्विमिङ गरेर तपाईँहरू देखाइहालेँ होइन। र फ्रेस भएर चाहिँ अहिले म तपाईँहरूलाई देखाइरहेको छु। अब मेरो छ धुनुपर्ने लुगाहरू कपडाहरू पुरा छ गाइस होइन। जति मैले लिएर आएको थिएँ कपडाहरूदेखि लिएर ठुल्ठुलो ब्यागहरू जुन चाहिँ मैले बेङ्गलोर लिएर जानुपर्ने ब्यागहरू सबै मैले कपडाहरूले यहाँनिर लिएर आएको थिएँ, जुत्ता सुत्ता लिएर। अब त्यसको धुने काम हुँदैछ। ओके गाइस अहिले चाहिँ हामीहरू नुहाइसक्यौँ। अब हामी जाँदैछौँ घर होइन। मेरो ब्लग यहीँनिर हो। ओके गाइस बाई बाई एन्ड थ्याङ्क यू सो मच।